Hello. Hi. Hi. लगभग आजभन्दा 6-7 महिना अगाडि चाहिँ एक्लै यो वाकायामा ताकाचुकीमा रहेको वाकायामा माउन्टेन चाहिँ म आफू एक्लैले सबमिट गरेको थिएँ। एकदमै टफ, फ्यामिलीसँग आउँदाखेरि गाह्रो, अब आफू एक्लै आएर सुइसु हिँडेको जस्तो नहुँदो रहेछ। त्यसले गर्दाखेरि चाहिँ अब गाह्रो हुँदाहुँदै पनि त्यसको बावजुद पनि मलाई साथ दिने मान्छेहरू यहाँ छ नि। रेस्ट गर्दै खाजाहरू खाँदै पानीहरू पिउँदै हामीहरू चाहिँ बिस्तारै आरामले लागिरहेका छौँ। हेरौँ, लेट्स सी कति समय लाग्दो रहेछ सबमिट गर्नको लागि। समयको खासै खाङ्की नै, तर हामीले चाहिँ सबमिट गर्न सक्छौँ कि सक्दैनौँ भन्नेतर्फ मात्रै फोकस गरेर हामी अहिले जाँदैछौँ। यदि सकेनौँ भने पनि केही छैन, हामी बिच बाटोबाटै रिटर्न हुने वेहरू डिफ्रेन्ट छँदैछ। त्यसैले गर्दाखेरि चाहिँ अब हामीले आफ्नो बललाई, स्ट्रेन्थलाई एकमुष्ट अब स्टोरेज गर्दै बस्दै रेस्ट गर्दै हिल अप गर्दै हामी जाँदैछौँ। हस् त, धन्यवाद। फेरि पनि माउन्टेन क्लाइम्ब, तर फ्यामिलीसँग यस्तो गाह्रो जङ्गलको बिचमा है आमा छोरा यहाँ यसरी हिँड्दैछ। फाइनल्ली सबमिट गरियो यो ताकाचुकी सिटी। वाउ, बाय बाय दिनसान, बाय बाय, बाय बाय तोराकुसान, बाय बाय तोराकुसान। हेलो, हाई। कस्तो लागिरहेको छ त यस्तो टपिकमा आएर? सुरुमा त एकदमै गाह्रो आज अब फ्यामिलीसँग, त्यही माथि बाबुलाई बोकेर सामानहरू सहित सबमिट गरिदिने कि जस्तो अलिकति मनमा डर लागिरहेको थियो। तर पनि बुढीको साथ अनि बाबुले पनि त्यस्तो पिरालेन, एकदमै मजाले उसलाई चाहिँ, किनकि एडभेन्चर लभर भएको भएर ऊ सानोदेखि उसलाई मन पर्दो रहेछ। एकदमै हेर्दै एकदमै अब्जर्भ गर्दै आयो। त्यही भएर यो खुसी लाग्छ माथि टपमा आउँदा चाहिँ। हजुर, गाह्रो त गाह्रो भयो, यत्रो 15 किलोको छोरो, 15 किलोको ब्याग एक्लैले बोक्दा। अब यस्तो अब एक्सपिरियन्स धेरै छ भारी बोकेको, त्यो भएर चाहिँ खासै गाह्रो त लागेन। तर पनि ठाडै उकालो अनि चिप्लो त्यो बाँसको पातहरू अलिकति गाह्रो भएको थियो, तर रेस्ट गर्दै आइयो। हो, खुसी लाग्यो यहाँ माथि आइपुगेर? एकदमै खुसी लाग्यो। एक्लै आउँदाखेरिको एक्सपिरियन्स पनि छ मसँग, तर फ्यामिलीसँग आउँदाखेरि यो सुनसान जङ्गल, चराचुरीको चिरबिर अनि चिसो हावाको छिटो, अनि त्यसपछि आएर अङ्गालोमा बाबु अनि साथमा बुढी हुँदाखेरि त्यो एक्सपिरियन्स झन् मजा हुँदो रहेछ। अब फेरि आउने छौँ। बुढीलाई नि एकदमै मन पर्यो भन्दै छिन्। अब फेरि यस्तै हाइकिङ यामाहरू चढिराख्नुपर्छ। भोक कतिको लागेको छ त? भोक त घरबाट ब्रेकफास्ट अलि फ्रुट्सहरू खाएर हिँडेको, अब लाग्ला जस्तो भएको छ। तर सानो मान्छेको फेरि न्यापिङ टाइम भएको छ अहिले। अब उठेपछि अब अलिकति अगाडि गएर त्यहाँ ब्रेक गर्ने ठाउँ पनि छ, अनि त्यहाँको चाहिँ हामी अब टक्क ड्रिङ्कहरू अनि खानाहरू ल्याएको छौँ। त्यो चाहिँ अब खानु पर्ला। हामी घरबाट यहाँ आएको कति भयो त? कति आवर्स भयो त? हामी घरबाट ठ्याक्कै आज चाहिँ 11:30 बजे निस्केको हो। माथि बेसमा आउँदाखेरि, तल बेसमा आउँदाखेरि चाहिँ त्यस्तै 1 जति बजेको थियो, किनकि स्टेसनबाट ताकाचुकी सी हान्क्यु लाइनबाट यता खाम्माकीमा झरेर खाम्माकीबाट चाहिँ लगभग हामीलाई धेरै हिँड्नु पर्यो। अलिकति बाटोहरू पहिलाउन गाह्रो भयो। पहिला आएको भए पनि म चाहिँ पहिला दौडेर आएको थिएँ। बाटोहरू पहिलाउन गाह्रो भएर चाहिँ अलिकति 1 घन्टै जस्तो लाग्यो। हामी 1:15 बजेतिर चाहिँ हामी बेसमा आएको थियौँ। अहिले लगभग 2 बजेको छ। धेरै लागेन, 45 मिनट जतिमा हामी टपमा आइसकेको छौँ। यहाँ तल त अघि हामी यहाँ तल हिँड्दाखेरि त पुरै अँध्यारो छ नि त है। अहिले बल्ल घाम देखियो है। अहिले बल्ल घाम देखियो। घाम पनि एकदमै मौसमले पनि साथ दिएको छ। पानी परेको छैन, मौसम पनि शीतलै छ, तर झलकझुलुक घामहरू। तर पनि यो भित्र जङ्गलभित्र चाहिँ खासै त्यस्तो गर्मी फिल नहुने, एकदमै रमाइलो फ्रेस भइराखेको छ भनौँ है।
फेरि ठाडो उकालो जस्तो छ है फेरि अलिकति ठाडो उकालो छैन अहिलेको जस्तो त छैन अलिकति अगाडि देखेपछि जक्सन छ त्यो जक्सन चाहिँ बाट चाहिँ हामी यता रेस्टुरेन्ट ठाउँतिर जान्छौँ त्यहाँबाट चाहिँ बिस्तारै ओह्रालो लाग्छौँ है ल हिँड्नु है त त्यसो भए ल बाई बाई ल बाई यता नहेर के फेरि पठाइदेऊ न मम्मा ल 1 2 3 ड्याडी 1 2 3 ल बस Mama asa? Baby asa?